नेपालको सुन्दरता फोटोमा मात्र अट्दैन, यसलाई महसुस गर्नुपर्छ, पाइलै पछि बाँच्नुपर्छ। आजको यात्रा सजिलो छैन, उकालो लामो छ, सास छोटो हुन्छ, तर मनभित्र उत्साहले फेरि पाइला अघि बढाउँ। किनकि गन्तव्य सामान्य छैन, पहाडहरूको काखमा चिसो हावासँगै शान्त भएर बसेको एउटा पवित्रता। समुद्रिक सतहबाट 4380 मिटरको उचाइमा रहेको रसुवा जिल्लाको यो ठाउँ केवल पर्यटकीय गन्तव्य मात्र होइन, प्रकृतिलाई नजिकबाट महसुस गर्ने अनुभूति हो। आजदेखि सुरु हुँदैछ मेरो नयाँ यात्राको श्रृङ्खला, जहाँ म तपाईहरूलाई देखाउने छु हिमालको सौन्दर्य, बाटोको सङ्घर्ष र यात्रामा सिकाउने वास्तविक अनुभूति। स्वागत छ गोसैकुण्ड यात्रामा। सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। र हामी चाहिँ आजको यात्रा गर्दैछौँ गोसैकुण्डको। अब मसँगै जोडिरहनु होला। 2026को यो यात्रा पहिलो यात्रा भइरहेको छ। अनि मसँग हाम्रो एकजना साथी अनि एकजना दाइ जोडिनु भएको छ। तपाईँहरूलाई एकछिनमा चिनाउने छु। र अब चाहिँ हामी यात्रा गर्दैछौँ, गाडीले वेट गरिरहेको छ। 3 घन्टा पछाडि बल्ल आयो गाडी चाहिँ। खानाको लागि यहाँ झरेको छौँ। अनि हाम्रो सुशान्त सर हुनुहुन्छ। कस्तो भइरहेको छ यात्रा? हाम्रो यात्रा नसोचेको बवाल भइरहेको छ। नसोचेको बवाल कटो यो हल्ला यहाँनिर आएर अब खाना खाँदैछौँ। अनि एकदम चिसो भइरहेको छ, खाना तातो छ। अब धेरै बोल्यो भने खाना सेलाउँछ, त्यसैले चाहिँ खाना खान्छौँ अनि फेरि भेटौँला है त। हामी खाना खाएर चट्ट अब हिँड्दैछौँ। हाम्रो टिभी गाडी चाहिँ यही नै हो। अब हामी जाने यता हाम्रो अल्फास दाई। के हो यो सोल्टीहरूले त दर हान्दो रहेछ त यहाँ पान बुड्की सुड्का के खाएर। दिनमा चाहिँ चेन्ज गर्ने हामी कहाँ जाने काम कति हुने अब जसले भन्यो भयो, जसले केही बसेर उसको 3 वर्ष पठाउने त्यही भएर त भन्दैछु। राइट गाइस, हामी चाहिँ अहिले जुनचाइ पुगिसकेको छौँ। अब जुनचाइबाट माथि जाँदैछौँ। बिहान 8 बजी हिँडेर 2 बजी नै लिएर छोडिदियो। यहाँ चाहिँ यहाँ बल्ल लास्टै लेट गर्यो। इभीमा आउँदा पनि लेट भयो। हल्का यतासम्म ल्याइदिनु भयो, जुन चाहिँ भन्दा हल्का यतासम्म बाटो रोड खुल्या रहेछ, त्यहाँसम्म ल्याइदिनु भयो। अनि अब हामी माथि जाँदैछौँ। अनि त्यही हो, यात्रामा के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु। अब हामी सँगै यात्रा गर्नेछौँ है त। यो बाटो हुँदै अनि यहाँसम्म चाहिँ ल्याइदिन्छ। इफ तपाईँहरू आउँदै हुनुहुन्छ भने गाडीलाई यहाँसम्म ल्याइदिनु भन्नु, केही समय अगाडिसम्म ल्याइदिनु भन्नु। हामीलाई चाहिँ उतैसम्म छोडिदिएको। र अब यहाँदेखि हामी तल जान्छौँ गोसैकुण्डतिर है त। There's no one to save me.
अहिले नर्मल्ली 4 बज्न लागिसकेको छ। तपाईँहरूले आई होप इन्जोय गरिराख्नु भएको छ होला भ्यू हेर्दै। कति कैदहरू गरिरहेको छु, कति अझै बाँकी नै छ। त्यसको लागि धेरै धेरै धन्यवाद। भिडियोसँग मसँगै जोडिराख्नु होला। हामी चाहिँ अगाडि बढ्दैछौँ। सी यू गाइज। अलराइट गाइज, हामी चाहिँ हिँडेको होला मात्रै भिडियोहरू आएको छ। हामीले खाएको चाहिँ देखाएको छैन। अघि खानाको थियो अनि हामीले चाहिँ बिचबिचमा खाइरहेको छौँ। यो कफी बनाउँदैछु मैले। यो के प्रमोसन गर्ने भनेर चाहिँ मैले यो देखाउन खोजिनँ क्या, त्यही भएर चाहिँ हो। त्यही नै हो है त साथीहरू। थोरै लेट गरियो, सनसेट हुनु लागेको रहेछ। केही छैन, अब लगभग देउराली आए जस्तो चाहिँ देखिया छ यहाँ लाइट बालेको देख्दा। आजको दिन देउरालीमा आइयो। हामी चाहिँ आज पहिलो दिन देउराली नै आउने सोच थियो। अनि यहाँ आउँदा फेरि 7 बजिसकेको थियो र अब चाहिँ हामी खाना खाँदैछौँ। आजको हाम्रो स्टे चाहिँ देउरालीमै रहनेछ र फेरि भोलि हामी बिहान उठ्नेछौँ, जानेछौँ। आजको हामीलाई खाना पनि आइसकेको छ, फ्रेस भएर आइयो। सो अघि नै बनाउनु पर्ने भिडियो, तर अब चाहिँ खाना एकदम परिकारसहित आएको छ। धेरै धेरै धन्यवाद। अनि टु बी कन्टिन्यू। आजको लागि यति नै, हामी फेरि भोलि भेट्नेछौँ। अलराइट गाइज, हामी चाहिँ देउरालीदेखि आज दोस्रो दिनमा चाहिँ हामी देउरालीदेखि यहाँसम्म आउँदाखेरि 30 मिनट लाग्यो। र बिचमा मैले धेरै कुराहरूको एनालाइज गरेँ, सोचेँ। र बिचमा पोलहरू चाहिँ एकदम छ। अनि त्योमा चाहिँ करेन्टहरू कुनै कुनै पोलमा चाहिँ करेन्ट छोडेको छ। त्यसैले चाहिँ तपाईँहरूले त्यसलाई टच नगरिकन आउनु होला यदि आउँदै हुनुहुन्छ भने सकेसम्म। अनि त्यस पछाडि अर्को कुरा चाहिँ यहाँको जनावर अनि चराचुरुङ्गी बाटोमै हुन्छ अनि बाहिर पनि हुन्छ। लाइक त्योमा त्यही भएर चाहिँ म्युजिक चाहिँ नलगाउनु होला सकेसम्म, किनकि तपाईँ त यहाँ घुम्न आउनुभएको म्युजिक सुन्न होइन। त्यसैले यहाँको नेचर अनि चराचुरुङ्गीको आवाजहरू सुन्दै हिँड्दाखेरि अझै बेटर रमाइलो हुनेछ अनि यात्रा पनि सहज त हुनेछ। यही भन्नको लागि हो। र हामी चाहिँ फेरि यात्रा अझै माथि गर्नेछौँ। अहिले 9:30 भइसकेको छ। हामी माथि पुगेर खाना खानेछौँ अनि फेरि गोसेकुण्डको यात्रामा लाग्नेछौँ। हस्ता कति टाइम लाग्छ त माथि? हामी चाहिँ देउरालीदेखि यहाँ चन्दनबारी आइपुगेका छौँ। अब चाहिँ हामी यहाँ खाना खाएर आज गोसाइकुण्डै पुग्ने तर्खर त छ। अब यहाँ खाना खान्छौँ, किनकि हामी तल हल्का लेट हिँडेको थियौँ, त्यही कारणले अलि ढिलो आयो। अब खाना खान्छौँ ढिलो नगरिकन अनि फेरि हामी माथि जानेछौँ। सो यात्रा चाहिँ एकदमै रमाइलो भइरहेको छ। देखेको भ्यूहरू चाहिँ म तपाईँहरूलाई देखाइरहेको छु। हामी सँगै हिँडिरहेको छौँ, रमाइलो भइरहेको छ। इफ तपाईँहरूलाई केही आइटिनेरी चाहिन्छ भने चाहिँ मलाई सम्झिन सक्नुहुन्छ। इफ मैले केही डिटेलहरू दिन सकेको छैन भने र भ्यूहरूसँगै तपाईँले इन्जोय गर्नुहोला र तपाईँहरू मसँगै हिँडे जस्तो फिल गरेर भिडियो हेरिदिनु होला। थ्याङ्क यू।
आएका छौँ। यात्रा चाहिँ एकदम रमाइलो भइरहेको छ। बाटो त्यस्तो गाह्रो छैन, सजिलो छ। मलाई चाहिँ एकदम सजिलो लाग्यो। अनि इफ तपाईँहरू ठुलो सेप्रो हुँदै आउनुहुन्छ भने यहीँ आएर भेट हुने हो। लान्टाङ हुँदै घुमेर आउनुहुन्छ भने पनि ठुलो सेप्रो तल झरेर पहिरोमा झरेर ठुलो सेप्रो हुँदै यहाँ आउने हो। लौरी पिनामै रहने भयो। 3950 को हाइटमा आएर बसेको छौँ। हामी 5 बजे आएको थियौँ किनकि यहाँदेखि माथि जानलाई नर्मल्ली 4 घन्टा नै लाग्छ हाम्रो हिँडाइले। त्यसैले आज हामी यहीँ नै बस्नेछौँ। भोलि बिहान यहीँ सामानहरू राखेर पूर्ण माथि जानेछौँ। अब आगो ताप्दैछौँ, रमाइलो भइरहेको छ, भ्यूहरू इन्जोय गर्न पायौँ। तपाईँहरूले पनि इन्जोय गरिराख्नु भएको छ होला। र यहाँको होटल अब आजसम्मको लागि मात्रै अफ सिजन भएको कारणले एउटा होटलहरू खुलेको रहेछ, जस रमाइलो भयो। त्यही नै हो। सियो। सबैजनालाई शुभ बिहानी। आज हामी तेर्सो दिनमा छौँ र ओभरअल भ्यू ओपन भइसकेको छ। आज हामी लौरी बिनायदेखि गोसाइकुण्डदेखि सूर्यकुण्डसम्मको यात्रामा जुट्नेछौँ। एकदमै चिसो भएको कारणले चाहिँ मैले यो टाइममा मुख ढाकेको र अबको यात्रामा हामी सँगै यात्रा गर्नेछौँ। हामी चाहिँ गोसाइकुण्डमा छौँ अहिले चाहिँ। अब एकछिनमा यो गोसाइकुण्डको भ्यूहरू हेरेर हामी सूर्यकुण्डतिर जानेछौँ। यो ठाउँ चाहिँ एकदमै नाइस छ अनि ब्युटी पनि छ। चिसो चाहिँ एकदमै छ होइन, माइनसमा चलिरहेको छ। घाम लाग्यो भने माइनसमा भइरहेको छ। सो अब हामी सूर्यकुण्डतिर जान्छौँ। लेट्स ए सूर्यकुण्ड आइपुग्यो। म्याजिक यार, म्याजिक। थ्याङ्क गॉड।
राइट, सबैजनालाई स्वागत गर्न चाहन्छु र आज हामी तेस्रो दिनमा फाइनल्ली सूर्यकुण्डको यात्रा गरेर हामी बसिरहेको छौँ होइन। एकदम खुसी छ होइन। कसैकुण्ड भन्ने कसैकुण्ड आइपुग्छ भने अझै टन्डकुण्ड यही कुण्ड मिलेर बनेको कुण्ड सूर्यकुण्डको बेस एकदम दामी अनि अहिले चाहिँ गरेर जानलाई चाहिँ एकदम गाह्रो भइरहेको छ। यहाँ सास फेर्न गाह्रो भइरहेको छ क्या, लाइक एकदम हावा चलेको छ। अनि यसमा हालेर लिएर जानुपर्छ। हाम्रो सुशान्त सरले हान्दै हुनुहुन्छ चाउचाउ। कस्तो छ? कस्तो मिठो छ अल राइट हो। सुशान्त सरले चाउचाउ हान्दै हुनुहुन्छ। कस्तो भइरहेको छ चाउचाउ खाँदा? यस्तो ठाउँमा आएर पनि यति मिठो खुवाइरहेको छ होइन। यति मिठो छ कि कुरै छोडिदियो, बरु घरमा भन्दा तिमीले यहाँ बनाएको राम्रो छ। अर्को टाइममा गयो घरमा। दाइ के छ अनि सल्लाह? एकदम भाइले भने जस्तै धेरै मिठो छ होइन।